आज हामी नेपाली चलचित्रकी एक भनौँ न निकै चर्चित अनुहार प्रियङ्का कार्कीको करियरलाई अलि फरक नजरले हेर्दैछौँ। हामीसँग भएका स्रोतहरूले उनको यात्राका तथ्यहरू मात्रै भन्दैनन्। एउटा कलाकारले बक्स अफिसको दबाव र कलात्मक सन्तुष्टिको डोरीमा कसरी हिँड्छ भन्ने एउटा रोचक कथा पनि भन्छन्। एकदमै। उनको यात्रालाई हेर्दा यो केवल हिट र फ्लप फिल्महरूको सूची मात्र होइन, यो त जोखिम लिने, आफूलाई पटक पटक नयाँ रूपमा प्रस्तुत गर्ने अनि व्यावसायिक सफलता र कलात्मक खोजबीच सन्तुलन मिलाउने एउटा रणनीतिक खेल जस्तो देखिन्छ। ल, यो यात्रा सुरु कहाँबाट हुन्छ भन्दा सन् 2005 मा उनी मिस टिन नेपाल बनिन्। तर त्यसपछि उनको जीवनले भनौँ न तुरुन्तै एउटा फिल्मी मोड लियो। 22 वर्षको उमेरमा विवाह अनि त्यसको 2 वर्षमै सम्बन्ध विच्छेद। यो सबै उनको करियरले गति लिनुभन्दा ठिक अगाडि भयो। हो, र यो व्यक्तिगत उथलपुथल सायद उनको व्यावसायिक जीवनको लागि एक किसिमको तयारी थियो कि किनभने सन् 2012 मा 3 लभर्सबाट डेब्यू गर्दा उनले एकै पटक डबल रोल निभाइन्। जोखिम मोल्न आँट दियो कि भन्ने देखिन्छ। त्यो त हो। अनि त्यसपछि त उनी मूलधारको सिनेमामा स्थापित भइन्। नाइना भन्नुला 2 जस्ता फिल्मले 40 लाख भन्दा बढीको व्यापार गर्यो। सदङ्गामा सौगात मल्लसँगको उनको जोडीलाई पनि खै दर्शकले निकै रुचाए। उनी एक सफल व्यावसायिक नायिकाको रूपमा चिनिइन्। व्यावसायिक रूपमा त उनी सफल थिइन् हो, अनि झोले वा नाइना भन्नुला 2 बाट उनले नेफ्टा र इन्फा जस्ता अवार्डहरू पनि जितिन्। तर यहाँ एउटा प्रश्न उठ्छ क्या, के यी भूमिकाहरूले उनको अभिनय क्षमताको भनौँ न वास्तविक परीक्षण गरेका थिए त? स्रोतहरूले उनको यात्राको अर्को पाटोलाई बढी महत्त्व दिएको देखिन्छ, जहाँ उनले बक्स अफिसको सूत्रभन्दा बाहिर निस्किने प्रयास गरिन्। तपाईले आवरण र सुन्तली जस्ता फिल्महरूको कुरा गर्दै हुनुहुन्छ होला हैन, जुन बक्स अफिसमा खासै चलेनन्। हो, त्यहीँनिर कुरा रोचक बन्छ। आवरण व्यावसायिक रूपमा असफल भयो, तर त्यसले प्रियङ्का कार्कीलाई गायिकाको रूपमा जन्म दियो। हो नि, यम बुद्धसँगको त्यो गीत। त्यो गीतले उनलाई एउटा नयाँ परिचय दियो। यो उनको करियरको एउटा महत्त्वपूर्ण मोड थियो, जहाँ उनले बक्स अफिसको सफलतामा मात्रै भर नपर्ने सङ्केत दिइन्। एउटा ढोका बन्द हुँदा उनले अर्को ढोका आफै बनाइन्, जसले उनको ब्रान्डलाई कलाकारको रूपमा अझ फराकिलो बनायो। अनि सुन्तलीको कथा त झनै फरक छ। नेपालमा अब खासै चलेन, तर त्यो फिल्म बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल जस्तो प्रतिष्ठित ठाउँमा प्रिमियर भयो। हो, त्यो ठूलो कुरा थियो। अनि त्यसैबाट उनले राष्ट्रिय स्तरमा समीक्षक र एनएफडीसीबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन्। यसले सफलताको परिभाषालाई नै चुनौती दिन्छ होइन त? एउटा कलाकारको लागि कुन ठूलो सफलता हो? करोडौं कमाउने फिल्म कि अन्तर्राष्ट्रिय महोत्सवमा पुग्ने र समीक्षकले तारिफ गर्ने फिल्म? प्रियङ्काले दुवैतिर आफ्नो खुट्टा जमाउन खोजेको देखिन्छ। उनको यो जोखिम लिने बानी माला फिल्ममा त झनै स्पष्ट देखियो। पुरै फिल्ममा जम्मा एक शब्द बोल्ने विधवाको भूमिका हो। मूलधारकी नायिकाको लागि यो त ठुलै आँटको कुरा थियो होला। पक्कै पनि, तर यही आँटले उनलाई अरूभन्दा फरक बनायो। एकातिर माला जस्तो कलात्मक जोखिम लिने, अर्कोतिर वडा नम्बर 6 को सुर्के थैली खै जस्तो गीतमा नाच्ने। त्यो गीत त्यो त युट्युबमा 2 करोड भ्युज पाउने पहिलो नेपाली गीत बने नि। हो, उनले कलात्मक र भाइरल दुवै हुन सक्छु भनेर देखाइदिइन्। त्यसो भए यी सबैलाई जोडेर हेर्दा प्रियङ्का कार्कीको करियरको चित्र कस्तो बन्छ त? मिस टिन विजेता, व्यावसायिक नायिका, गायिका, कलात्मक अभिनेत्री र भाइरल स्टार, यी सबै भूमिकालाई उनले कसरी एकैसाथ निभाइन्? चित्र यही बन्छ कि उनको करियरमा व्यावसायिक सफलता र कलात्मक जोखिमको एउटा भनौँ न सुन्दर सन्तुलन छ। उनले सफलतालाई उत्सव मनाइन्, तर त्यसमै अड्किनन् अनि असफलताबाट नयाँ बाटो खोजिन्। अनि सन् 2020 मा आयुष्मान डीएस जोशीसँगको विवाह र त्यसपछिको मातृत्व, त्यसले उनको जीवनमा अर्को अध्याय थप्यो। तर उनको यो व्यावसायिक सन्तुलनको खोज जारी नै देखिन्छ। हो, जारी नै छ। अन्तमा यी स्रोतहरूले उनको सार्वजनिक उपलब्धिहरू त देखाउँछन्, तर यसले एउटा गहिरो प्रश्न पनि सोच्न बाध्य बनाउँछ। हो, प्रश्न यो हो कि नेपाली कलाकारहरू, विशेष गरी महिला कलाकारहरूले चलचित्र उद्योगको व्यावसायिक माग र आफ्नो भित्री कलात्मक खोज बीचको सन्तुलन कसरी मिलाउँछन् होला? प्रियङ्का कार्कीको यात्रा त एउटा उदाहरण मात्र हो, तर यो सङ्घर्ष सायद हरेक कलाकारको कथा हो।